आज दोस्तको लागि रुम खोज्न गएको लास्ट डे जाऊ भएर त्यट उठेर फ्रेस भएर आएर अनि अर्लीमा बनाएर खान लागे। आज रुम खोज्न जानै पर्ने भएकोले चाँडै नै खाना बनाउन लागे। आज जस्तो झन्झट कहिले भएको थिएन होला। रुम खोज्न पनि के विधि गाह्रो हो काठमाडौँमा आम्मामा। बरु मरुभूमिमा पानी भेटाउला, काठमाडौँमा रुम भेटाउनु अति नै गाह्रो। जसलाई सोधे रुम खोज्ने अफिसमा कुरा गर्नु भन्छन्। कहाँबाट कुरा गर्नु हो आमा। बिहान 10 बजे घरबाट निस्केको थियो होला, बेलुका 6 भइसक्यो रुम भेट्दैन। यो घर सोध्छु छैन, त्यो घर सोध्छु छैन, यहाँ सोध्छु छैन, त्यहाँ सोध्छु छैन। दिनभरि रुम खोज्दा 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 यति थाक्यो। खाना नि बन्यो अनि खाइवरी अनि माथि जसोका लुगाहरू उठाएर रुमबाट म 10:30 बजेतिर निस्क्यो होला। अनि सधैँ थिएँ एउटा भण्डा गाडीमा हिँड्यो। अनि केही समयपछि माइती घरमा दोस्तलाई भेटेको। अनि दोस्त र म गफ गर्दै सुरुमा चाहिँ खुसी भएर भेटिन्छ के भेटिन्छ दिँदै हिँड्दा थियौँ। दोस्तको मुखमा छुट्टै हाँसो थियो। अनि सुरुको घरमा गयो, मान्छे हेरेन। फेरि एकछिनपछि के वर्षा आइलाग्यो, पानी परेर हैरान। अनि एक ठाउँमा बस्यौँ हामी। अनि फेरि रुम खोज्न हिँड्यौँ। यो गल्ली छिर त्यो गल्ली छिर कहिले नभेटिसकेपछि दोस्त फेरि एकछिन अनि फेरि हार चाहिँ मानेन भाइ। फेरि रुम खोज्न यहाँबाट त्यो गल्ली, त्योबाट त्यो गल्ली। एउटा घरमा सोध्यो छैन भन्छन्, फेरि त्यो घरमा सोध्यो छैन भन्छन्। यहाँ छिर त्यहाँ छिर गफ गर्दै गर्दै रमाइलो त भइरहेको थियो। खुट्टा पनि एकदम लास्टै थाकिरहेको थियो। अब अनि त्यो खुट्टा थाके देखेर अबबाट चाहिँ मबाट भयो। अब म चाहिँ सक्दिनँ भनेर दोस्त, यो चाहिँ अन्तिम घर है दोस्त, अब सक्दिनँ भनेर दोस्तलाई भन्दै अनि मैले हाम्रो यो लास्ट हो, यो लास्ट हैन, हामी हिँड्दैनौँ ल। अनि फेरि कोसिस चाहिँ जारी छ है। सबै घर त्यो घन्टी बजाउँदै घरमा को हुनुहुन्छ भन्दै मान्छे आउँदैनन्। त्यो फेरि छुट्टै टेन्सन छ। हिँडे त्यो गल्ली यो गल्ली। आज खुट्टा यति दुख्यो होला नि, आज राति मिठो निन्द्रा लाग्छ क्या। अनि त्यसपछि केही उपाय नलागेपछि अन्तिममा ब्रोकरबाट जाने निर्णय भयो। अनि त्यहाँ गयो अनि सबै कुरा गऱ्यौँ। फेरि हामी सुरुमा जहाँ गएको त्यही ठाउँमा है, पिपलबाट गएर रुम हेरेको 12 जस्तो रुम छ। त्यसमा 8,500 रे। अनि के गर्ने हो र त्यो रुमको दुवैजना रुम नभेटिकन आफ्नो आफ्नो घरतिर लाग्यो। अनि ज्यान लास्टै थाकेको थियो। आजको लागि यति नै। सी यू गाइज नेक्स्ट डे।